सो केटा वेलकम छ सबैलाई र आज कुरा गरौँ हामी कसरी लिभरपुलको भेन डाइकको औरा डिफेन्डिङ काम गरेन एगेन्स्ट म्यान्चेस्टर युनाइटेड र उनीहरूले म्याच हारे र कसरी हाम्रो रियल म्याड्रिडको प्यारो भाइ हाम्रो भिनिसियस जुनियरको चाहिँ एउटा सानो त के भन्नु एउटा औरा डाइभिङले चाहिँ कसरी उनीहरूलाई म्याच जितायो त एगेन्स्ट केताफे। सुरुमा त कुरा गर्नु म्यान्चेस्टर युनाइटेडको, किनभने उनीहरूको विन यो हिस्टोरिक छ। किनभने उनीहरूले पहिला एन्फिल्डमा म्याच जितेको भनेको 10 वर्ष पुगिसकेको रहेछ र 10 वर्षको याद आउँदाखेरि फ्लोरियन विर्ट्जले 10 गेम भएछ क्या गोल नहालेको। यहाँ मिमहरू देखिरहेको थिएँ मैले, बेन टेनिसन भनेर। अनि त्यस पछाडि म्याचको कुरा गरौँ केटा, म्याच चाहिँ त्यस्तै थियो, ठिकै थियो। मलाई पनि लागिरहेको थियो अलिकति म्याच युनाइटेडले चाहिँ भित्रबाट चाहिँ मलाई लागिरहेको थियो जित्छ भनेर, तर बाहिर चाहिँ देखाउन सकेको थिइनँ। किनभने सबैलाई लागेको थियो कि म्यान्चेस्टर युनाइटेडले चाहिँ हार्छ नै भनेर। किनभने क्वालिटी प्लेयर्सहरू छ नि त यार यो लिभरपुलमा, र म्यान्चेस्टर युनाइटेडमा त्यति साह्रो क्वालिटी छैन। र सबैले भनिरहेका छन् कि एमोरिमको यो सिस्टमलाई धेरैले ट्रस्ट गरेन भनेर। पहिला तिमीहरू कराउँथ्यो यो सिस्टमलाई, अहिले चाहिँ यसले नै जिताइरहेको छ भनेर। तर पहिलाको एमोरिमको सिस्टम र अहिलेको एमोरिमको सिस्टममा चाहिँ अलिकति चेन्ज छ। के चेन्ज छ भन्दाखेरि एकछिन पर्खिनु म भन्छु तपाईँहरूलाई। त्योभन्दा अगाडि होइन यसकै कुरा गरौँ। सो यो सिस्टममा चाहिँ के चेन्ज मैले देखेँ भन्दाखेरि चाहिँ मेरो अनुसार चाहिँ के देखियो भन्दाखेरि पहिला एमोरिमको सिस्टममा चाहिँ 2 जना के भन्नु त्यसलाई 3 जना मिडफिल्ड हुँदैन थियो बिचमा, र जुन कासामिरोले अगाडि कमेन्ट गरिरहेको हुन्छ नि, त्यो कमेन्ट गरेकोलाई चाहिँ पछाडि ब्याकमा चाहिँ कभर गर्ने चाहिँ कोही पनि हुँदैन थियो। सो त्यहाँ आउटरन भइरहेको हुन्छ मिडफिल्डमा, र हामीले जुन त्यो माउन्ट निस्केको पछाडि टाइम देख्यौँ नि, त्यति बेला पनि हामीले देख्छौँ कि त्यहाँ धेरै स्पेसहरू भइरहेको छ। ब्रुनो फर्नान्डेस र कासिमिरो एक्लैले चाहिँ सकेको थिएन त्यो मिडफिल्डलाई के भन्छ त्यसलाई सस्टेन गर्न, र आउटरन भइरहेको थियो। र चान्सेसहरू आमामा कति चान्सेस बनिरहेको थियो क्या लिभरपुलको। र लिभरपुलले पनि डह्रो चान्सेसहरू वेस्ट गरेको सालाको। अनि त्यसपछि गाकपोले त 3टा त सर्ट त पोलमै हानेको थियो अरे हौ, त्यस्तो भएको थियो। र त्यस पछाडि गोलको कुरा गरौँ, गोल त आउँछ सुरुको एम्बुमोको दामी। आमद र एम्बुमोको केमिस्ट्री अहिले बढ्दैछ, र त्यो राइट साइड भनौँ न, यताको राइट साइड र उताको लेफ्ट साइडमा चाहिँ डह्रो एट्याक हुँदै थियो। उता कर्केजलाई चाहिँ दामी नै एक्सपोज गरिरहेको थियो म्यान्चेस्टर युनाइटेडको डुओ एम्बुमो र अमाद मिलेर। र यहाँ आजको म्याचमा के पनि देखियो भने रेकलेसनेस देखिएन क्या त्यति साह्रो म्यान्चेस्टर युनाइटेडबाट। जहाँ कि के रेकलेसनेस भन्दाखेरि इक्जाम्पल लिँदाखेरि तपाईँको अमाद दियोलाले अरू बेला चाहिँ बल पाउने बित्तिकै त्यो जुन पास भएको छ नि, त्यो एम्बुमोकोमा जुन दामी पास भएको छ, त्यसको साटो उसले के गर्थ्यो भने ड्राइभ गरेर सर्ट लिन खोज्थ्यो क्या। धन्न अहिले चाहिँ त्यस्तोहरू गर्न छोडिदिएको छ। र अब हामीले चाहिँ त्यो लेफ्ट साइडबाट पनि अलिकति क्रसहरू देख्नुपर्छ जस्तो लाग्छ मलाई। दोर्गु डालो जो हुन्छ उनीहरूबाट चाहिँ अलिकति क्रसेसहरू देख्नुपर्छ जस्तो लाग्यो। र आज सेस्को नहुँदा पनि दामी नै थियो म्याच, किनभने आर्सेनलको एगेन्स्टमा पनि सेस्को थिएन र त्यति बेला पनि राम्रो खेलेको थियो, र त्यही सोच थियो जस्तो लाग्यो मलाई आज। त्यसै गरी अब कुरा गरौँ हामी रियल म्याड्रिडको। आज त भिआर पनि युज भएन, भ्याडिड भन्दा हुन्थ्यो होला। के भन्नु यार केटा हो, अप्ठ्यारो छ यार म्याच। रियल म्याड्रिडको म्याच हेर्न पनि यार लास्टै अल्छी लाग्दो हुन्छ। गेटाफे फेरि त्यस्तै 5 एट द ब्याक 6 एट द ब्याक भनेर बसिरहेको थियो, र त्यसलाई भेट्ने पनि फर्स्ट हाफमा त कोही थिएन। आर्दा गुलर नभएर बेलिङमले पनि त्यति साह्रो के गर्छ जस्तो पनि देखिएन। र केटा हो यो बेलिङम चाहिँ कहाँ फिट हुन्छ जस्तो लाग्यो, कहाँ फिट हुन्छ होला क्या तिमीहरूको यो रियल म्याड्रिडको सिस्टम, छाबी अलोन्सोको सिस्टममा? कमेन्टमा भनिदेऊ त, म त कहीँ पनि देख्दिनँ त यार। यता राइट साइडमा त मस्तान्तुनुको फिक्स भइहाल्यो, आर्दा गुलरलाई खेलाउँदाखेरि अस्ति एथलेटिकोमा कस्तो खाएको थियो त्यस्तै खान्छ होला, 2 टिमसँग भन्दा पनि अलिकति राम्रो टिमसँग। अनि त्यस पछाडि एट्याकिङमा खेलायौँ भने पनि देखिहाल्यो, एट्याकिङमा पनि केही गर्न सक्दैन त्यति साह्रो, पहिलाको सिजनको जस्तै हुन्छ बेलिङम फेरि। अनि आर्दा गुलर चाहिँ इम्पोर्टेन्ट भइसक्यो। कसले चाहिँ बेन्च गर्ने क्या? भालभर्देले बेन्च गर्नु, ट्याङ्क भालभर्दे जस्तो ट्याङ्क इन्जिनले बेन्च गर्नु, के छ केटा हो तिमीहरूको भ्युज? त्यो त्यसमा कमेन्ट पनि गर्नु होला। र अनि कुरा गरौँ कि तपाईँको रेड कार्डको
कसरी त्यो रेड कार्ड भयो क्या केटा भर्खर आएर छुको थियो 2 मिनटमा यसो घुम्दै थियो मान्छे यसो टचिङ द ग्रास गर्दै थियो ल त्यतिकैमा 30 सेकेन्ड पछाडि भिनिसियस जुनियरको औरा डाइभिङ पछाडि के भन्ने त्यसलाई सो केटा हो तिमीलाई कस्तो लाग्यो त म्याच तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ यो चाहिँ अलिकति के भन्नु त्यसलाई अप्ठ्यारो भयो मलाई बनाउन पनि र भोलि पर्सि चाहिँ म अलिकति राम्रो बनाउँदै जान्छु अब जहिले बनाउनु पर्यो के छ केटा हो अब प्रगति भनेकै यस्तैबाट हुन्छ जस्तो लाग्न थाल्यो मलाई त